साथीहरू गुड मर्निङ नमस्कार। म आज पोखरा जाँदैछु मेरो मित्रको गाडीमा घुम्नको लागि। यता पोखरा नआएको पनि तपाईँको 500 वर्ष भइसकेको थियो। यता पोखरा नआएको अहिले म चाहिँ कता बनाउनु काट्नु गाडी चलाउँछु। र हाम्रो अहिले इन्डियामा छिर्ने पर्मिट नकाटेको कारणले गर्दाखेरि नकाटेको कारणले हुँदा म चाहिँ पोखरा घुम्न आएको छु आफ्नो मित्रसँग। धेरै वर्षपछि लगभग 6 वर्ष भइसकेको छु यतामा आएको। यता पनि आयो अहिले यताको बाटो पहिला सिग्नल थियो भने अहिलेको हेर्न सक्नुहुन्छ पुरै 4 लाइन बाटो छ। तपाईँहरूले सोच्नु होला नि यता 4 लाइन बाटोमा पनि रङ साइड हिँडिरहेको छ भनेर, तर उताको बाटो मर्मत भएको कारणले गर्दा 1 वेबाट यतापट्टिको बाटो क्लियर भएको छ र हामी यता रङ साइडबाट हिँडिरहेको छौँ। उताको बाटो बन्दैछ अलिअलि। साह्रै राम्रो भइसकेको छ, साह्रै राम्रो बाटो। चारैतिर 4 लाइन। सिधै आउँछ त के हो बडाल्ने कार्यक्रम हुँदैछ, बन्दैछ अहिले। एक दुई ठाउँमा चाहिँ अलिकति बन्न बाँकी रहेछ। तपाईँको मुलिङदेखि लिएर आबु खैरिनीको बाटो बन्न बाँकी छ। त्यहाँबाट फेरि दमौलीमा हल्का बन्नुपर्ने रहेछ बाटो। दमौलीबाट यता फेरि तपाईँको पुरै 4 लाइन पोखरासम्म छ। अहिले हामी यहाँ टुरटुरे आइपुग्नु लाग्यो। साह्रै राम्रो बाटो बनाइसकेको छ अहिले, साह्रै राम्रो। अब पहिल्यैदेखि हङकङ पोखरा भन्ने सुनेको थियो, अब चाहिँ साँच्चीकैको हङकङ पोखरै हुन लागेको छ। बाटोहरू चाहिँ साह्रै खानाहरू खाने ठाउँ। आइपुग्यो ट्रक चलाउँदाखेरि हामी बास पुग्दै यो साह्रै राम्रो भइसकेको रहेछ बाटो। विक्रम कहिले यताको बाटो कहिले बन्यो हो र? कति भयो यताको बाटो यसको फाइनल भएको? तपाईँहरू त बेनी बाग्लुङ गइराख्नुहुन्छ, के छ पोखराबाट मास्तिरको बाटो पनि यस्तै हो? किन लाज लाग्छ? हिँडिरहेको बाटोको यसो जानकारी सबलाई दिने त हो होइन? मेरो चाहिँ मित्रलाई यसरी बोल्दाखेरि लाज लाग्छ अरे। मैले पनि फर्स्ट टाइम आएको भएर रमाइलो भएको भएर यताको रमाइलो लाग्यो, त्यही भएर भिडियो बनाएर हाल्न लागिरहेको छु। साह्रै एकदम चिसो छ। गर्मी महिनामा चाहिँ आएर बस्नुको लागि साह्रै चिसो छ क्या। यस शीतल भयो त्यसैलाई
र आजलाई यो भिडियो यति नै। मन पऱ्यो यसो लाइक सब्सक्राइब सेयर सबै गरिदिनु होला। हस्त धन्यवाद।